यस्तै मान्छे के मुख सम्हालेर बोल। म तेरो बाउ हो। के खाएर आएको? जे खाएँ नि मैले खाएँ। एनी प्रब्लम? त्यही पनि तपाईँले यससँग के सर यार? मैले जाबु एउटा बाइकमा तपाईँले मलाई भात नखाए भन्ने मान्छेले म जे खाएर मैले डु यु प्रब्लम? म आफ्नो जिन्दगी कसरी बिताउने भन्ने कुरो म आफैले मतलब छैन, तपाईँको हो। म तेरो बाउ हो, बाउ। बुझिस्? जे पनि गर्छु सब तेरो भविष्यको लागि गर्छु मैले। जे कुरा गर्छु सब तेरो राम्रो हुनेको लागि गर्छु मैले, बुझिस् नि? भविष्य बनाउन चाहिँ मैले भात खानु भएन भन्ने कुरो प्रष्ट भयो नि त, होइन मिस्टर ब्ल्याक? अब मैले भात नखाइ भविष्य बन्दैन, म भात खाँदिनँ। तपाईँको चितादुरी भनेको त्यो रामे अङ्कलको छोराले पैसा घर बनाएर चाहिँ बनाएर राख्नु भनेर डा भएको होइन तपाईँलाई? सिधा भन्नु न, डा भयो। यस्तै मान्छे मुख सम्हालेर बोल। म तेरो बाउ हो, बाउ। बुझिस्? कसो? आफ्नो रगतको कसलाई चाहिँ माया लाग्दैन? त्यो मेरो मुटु मेरो रगत हो त्यो। अनि आफ्नो रगत कसैले बिग्रिन सक्छ? तर त्यो बाउले त्यो छोरालाई कति माया गर्छ भन्ने कुरा त्यो बाउलाई मात्रै थाहा हुन्छ कि। आज म त्यसको लागि भलै घृणा गुन्डा होस्, तर त्यो राम्रो सही बाटोमा गएर म मरेर गएँ भने त्यसले सम्झिनेछ कि मेरो बाउले गरेर म यस्तो भयो भनेर गर्वको साथ भन्नेछ त्यसले। मलाई हिरो बन्नु छैन मेरो छोराको अगाडि, गुन्डै ठिक छु, तर त्यो सुध्रिनु भयो कि मलाई राम्रो लाग्छ होला मेरो छोरालाई गाली गरेर मलाई, कि म मेरो छोरालाई थर्काउँदा के म खुसी हुन्छ? भात नखुलाउँदा खुसी हुन्छ होला म? यो पाठ सिकोस् भनेर मैले त्यसलाई सख्त भन्न खोजेको, तर त्यसले घृणामाथि घृणा सम्झेर गयो। आज गाजा खाँदा त्यसको आज बिस्ती दिएर म सकिनँ। बाउ हो भन्न सक्दिनँ। त्यो दराजको 2 लाख डाउन पेमेन्ट गरेर बाइक किन्न पैसा पुग्छ, अरू म जुगाड गरौँ। भोलि गएर कुन बाइक हुन्छ त्यो बाइक किन्छु।